साथीहरू नमस्कार। मलाई यो राष्ट्रिय सभाको बारेमा नेपालको धेरै त्यति आइडिया थिएन, त्यो भएर मैले चाहिँ एआईसँग कुरा गरेर बुझेँ अनि फेसबुकमा राख्दैछु। यसपछि तपाईँहरू पनि कतिले बुझ्नु भएको छ, बुझ्नु छ है त, धेरै छोटो छ, त्यति लामो छैन। के रहेछ त नेपालको राष्ट्रिय सभा हैन, नेताहरूले आफूले छानेर यति छान्यो, उसले यति छान्यो, उसले यति छान्यो भन्छन्। कसरी छाने रहेछ, के रहेछ भन्न मैले बुझ्न खोजेको है त। ल सुन्नुहोस् है त। अब जेमिनाई तपाईलाई कस्तो छ? नमस्ते, म ठिक छु। तपाईलाई कस्तो छ? मलाई नै ठिक छ। Good to hear that. Is there anything specific you wanted to chat about? मैले तपाईलाई सजिरहेको थिएँ कति दिन अगाडि, त्यो कुरो बाँकी छ, त्यो भएर हो। त्यो चाहिँ यो नेपालको संसदीय अभ्यासमा चाहिँ दुईटा संसद छ भन्ने कुरा भयो है। एउटा रिप्रेजेन्टेटिभ र अर्को चाहिँ माथिल्लो सदन र तल्लो सदन भन्छ, अमेरिका जस्तै है। अमेरिकामा रिप्रेजेन्टेटिभ एउटा हुन्छ कङ्ग्रेस, अर्को चाहिँ गएर सेनेट हुन्छ। नेपालमा चाहिँ के छ बताइदिनु त तपाईँले। नेपालको संसदीय अभ्यासमा पनि दुई सदन छन्, प्रतिनिधि सभा तल्लो सदन र राष्ट्रिय सभा माथिल्लो सदन हुन्। यो प्रणाली अमेरिकाको जस्तै छ, जहाँ हाउस अफ रिप्रेजेन्टेटिभ्स र सेनेट हुन्छन्। के तपाईँ यिनीहरूको बारेमा अझै केही जान्न चाहनुहुन्छ? यो राष्ट्रिय सभाको चाहिँ के रहेछ, धेरै मान्छेले बुझेको अवस्था छैन जनताहरूले है। राष्ट्रिय सभा किनकि भोट हालेर पठाउँछ होइन, प्रत्यक्ष। त्यो भएर चाहिँ राष्ट्रिय सभाको बारेमा बताइदिनु त, कसरी हाउ दे सेलेक्ट। जिमिनी सुनिराख्नु भएको छ? जी, म सुनिरहेको छु। तपाईँ के भन्दै हुनुहुन्थ्यो? म चाहिँ त्यो राष्ट्रिय सभाको बारेमा कुरा गरिराखेको थिएँ, कसरी हुन्छ यो, किनकि जनतालाई धेरैलाई थाहा छैन। ए हो, राष्ट्रिय सभामा 59 सदस्यहरू हुन्छन्, जसमध्ये 8 जना प्रत्येक प्रदेशबाट निर्वाचित हुन्छन्। बाँकी सदस्यहरू महिला, दलित, अपाङ्गता वा अल्पसंख्यक समुदायबाट मनोनित हुन्छन्। के तपाईलाई यो निर्वाचन प्रक्रियाको बारेमा अझै केही जान्न छ? यो 8 जना भन्नुभयो भने यो कसरी आउँछन् त 8 जना? हु सेलेक्ट दोज पिपल? यी 8 जना सदस्यहरूको चयन प्रदेश सभाका सदस्यहरू र स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मिलेर गठन भएको एक निर्वाचक मण्डलले गर्छ। यसमा प्रत्येक प्रदेशबाट अनिवार्य रूपमा 3 जना महिला, 1 जना दलित र 1 जना अपाङ्गता वा अल्पसंख्यकबाट चयन हुने प्रावधान छ। के यो स्पष्ट भयो? स्पष्ट भयो। अनि यो राष्ट्रिय सभाको काम चाहिँ के हो त? राष्ट्रिय सभाको मुख्य काम चाहिँ प्रतिनिधि सभाले पारित गरेका विधेयकहरूमाथि छलफल गर्ने, संशोधन प्रस्ताव ल्याउने र संघीयतालाई सुदृढ बनाउने हो। यसले प्रदेशहरूको प्रतिनिधित्व पनि गर्छ। अरू केही जान्न चाहनुहुन्छ? यो प्रदेशको प्रतिनिधित्व कसरी गर्छ? प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्नकै लागि राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट समान संख्यामा सदस्यहरू राखिएको छ। यसले प्रदेशका चासो र आवश्यकताहरूलाई संघीय संसदमा उठाउन र नीति निर्माणमा समावेश गर्न मद्दत गर्छ। के तपाईँ यसको कुनै विशेष पक्षबारे जान्न चाहनुहुन्छ? जस्तै एउटा उदाहरण दिन त, के काममा नेपालमा गरिरहेछ यो राष्ट्रिय सभाले काम? राष्ट्रिय सभाले नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। उदाहरणका लागि, प्रतिनिधि सभाले पारित गरेका विभिन्न विधेयकहरूलाई राष्ट्रिय सभामा छलफल गरिन्छ, जहाँ संशोधन प्रस्तावहरू ल्याउन सकिन्छ। यसले संघीयताको मर्म अनुसार कानूनहरू बनाउनमा मद्दत गर्छ। के यो उदाहरण पर्याप्त छ? केही न केही छ। अनि यो
8 जना ल्याउँदाखेरि अरू छँदैछ 8 जना ल्याउँदाखेरि यिनी पार्टीहरूले आफ्नो आफ्नो छानेर ल्याउने हो त्यहाँ इलेक्सन गरेर जसको पार्टी मेजोरिटी हुन्छ उसैले पठाउनु त होला नि होइन प्रदेशमा। हो, तपाईले ठिकै भन्नुभयो। प्रदेश सभाका सदस्यहरू र स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गर्छन् र जुन पार्टीको बहुमत हुन्छ उसले आफ्नो भागमा परेका सदस्यहरूलाई निर्वाचित गर्छ। के अरू केही जान्न चाहनुहुन्छ? त्यसो